अनि अस्ति त अन्त पुरा अन्त 10,000 देखाएर हामीलाई कसलाई देखाएको 9-10 हजार रुपियाँ थियो कि किस्ता तिरे लाइनको बिल तिरे हैन न मेरो घरमा लाइन काट्दैन मेरो टेन्सन हुन्छ हुँदैन टेन्सन त हुन्छ तर हामीलाई त पुरा अन्त त्यो दिन त 10,000 छ के खाने यताउता सोच्नु हुँदैछ खोइ त अन्त आज चाहिँ खोइ आज चाहिँ खोइ त्यहाँ बोइलरमा काम गर्दा म्यानेजरले थर्काउँछ तपाईहरुलाई किन थर्काउँछ हामी दिउँसै खाएर बस्छ हामीलाई केही भन्दैन किन म्यानेजरले हामीलाई एक शब्द केही भन्दैन किन थाहा छ हामी प्रपरली काम गर्छ खाएर भयो हामी खान्छौँ तर प्रपरली काम गर्छौँ तपाईँले त्यो दिन के भन्नु 10,000 पैसा लिएर चाहिँ हाम्रो अगाडि गनेर देखाएको हो किन देखाएको हो मैले अनि खोइ पैसा त्यो चाहिँ अब एउटा फारे किन्नु अनि यता सुन्नु नि 5,000 रुपैयाँ किस्ता तिरे ओके त्यो किस्ताको कुरा नगर्नु किस्ता 5,000 तिरे ए पाल बोल होइन तपाईँलाई हामीले खुवाएको छ माल आज हामी आएको छ घुम्दै भेटायो आज तपाईँ नहो तपाईले कति खाने हो तपाईँको भोलि कहिले आउँदैन है भोलि गएर पैसा आउँछ हो कि न भन्नु त हामीले भोलि भन्छ नि हामीले जहिले पनि भेटायो तपाईँले मन भन्यो नि एक शब्द भन्दा हामीले मना गर्दैन या बाँकी होस् या क्यासमा होस् हामी खुवाएकै छ तर तपाईँले भोलि 26,000 रुपैयाँ यो ठेकेदारलाई समाते भने नि कति खाने हो म हग्ने गरेर मुट्ने गरी खुवाउँछु यहाँ आउँछु म साउनै सुतिसके तपाईँलाई देखेर यहाँ आएको तपाईँको साइकल देखेर आएको तपाईँलाई अनि तपाईँको यहाँ आएको हिजो यहाँ तपाईँको भोलि लक्सी खाना पैसा नभएर घुङ्गी बेचेर खाएको पाल बोल्न तर तपाईँको यो भोलि दाजुलाई सोध्नु कि 1 किलो घुङ्गी बेचेर खाएको मैले ओए पाल बोल्न घुङ्गी कसरी केजी छ 120 रुपैयाँ केजीको तर तपाईँको भोलि कहिले आउँदैन तपाईँको मात्रै होइन मेरो पनि भोलि कहिले आउँदैन तपाईँको मात्रै होइन भोलि भन्छ नि जो मान्छेले एउटा कुरा सोध्नु कि भोलि कहिले आउँदैन भोलिको म तपाईँको पैसा मैले लिइहाल्छु भोलि दिन्छु भनेर तपाईँ भोलिको दिनमा मसँग माग्नु आयो नि फेरि म भोलि भन्छु भोलि कहिले पनि आउँदैन याद गर्नु तपाईँ पनि किन झुट बोल्नुहुन्छ झुट म बोल्दिनँ कि कति खानुहुन्छ भोलि म खुवाउँछु म खाँदिनँ भोलि त 5-7 बजे म सकिदिन्छु यहाँ सुन्नु न भोलि त फ्राइडे होइन 12 बोतल भोलि सक्छ यहाँ सुन्नु न भोलि फ्राइडे होइन भोलिको दिन त फ्राइडेको दिन त मेरो खुद आउँछ सेलेरी कति नभएको कम्तीमा पनि नभएको मेरो आयो भने मेरो अन्दाजमा है मेरो अन्दाजमा 7,500 8,000 त मेरो भोलि हप्ताको आउँछ भोलि भोलि आउँछ 7,500 त मेरो 2-3 हप्ताको कि एक हप्ताको डबल गर्नुभएछ नि त त्यही त डबल गरेको छ आएको छ होइन आउँछ त्यो पनि भोलि फ्राइडे होइन त भोलि त मलाई खुवाउनु पर्दैन भोलि मैले खुद भेटेँ भने म खुद खुवाउँछु होइन खसीको अन्डा खाने कि राँगो मासु खाने लु भयो माफ गर्नु त्यसको लागि जेन्जी हो जेन्जी तपाईँ